म घरमा छु, किनकि मेरो घर जिल्ला त्यो नागरिकतामा गएर उसमा के अरे युट्युबमा गएर हेर्दा पनि हुन्छ। किनकि होइन त्यो नागरिकता बनेदेखिकै कतिवटा सङ्ग के अरे यो उसमा के अरे ए मेरो हजुरदेखिको लिएर कुन कुन ऱ्यापहरू पनि धेरै बनिसक्यो। किनकि यो हरेक सङ्ग ए मेरो हजुर मात्रै होइन क्या, यो लोकदोरीदेखिको लिएर आधुनिक सब त्यो मेरो जति पनि सिम झिकिएको छ नि सिम कार्ड, त्यो निवेदनले पनि जनाएको थियो होला सायद। मैले निवेदन पनि पठाएको थिएँ खास होइन, एउटा म्यासेज जस्तै भनौँ न। मैले जिल्लामा त दिएको तर सुनवाई भएन र म सल्युट 1 भएर बोलेको पनि मै हो, तर गल्ती गरेको छैन मैले, बुझ्यो नि। पोस्ट मलाई दिएको भए मैले कस्तो बनाउने रहेछु भनेर तिमीहरूले पनि बुझ्न सक्थ्यौ। जय नेपाल छ यो मेरो साइबर ब्युरो फ्रेन्ड्सहरूलाई, किनकि साइबर ब्युरोबाट त कल रेकर्डिङहरू सबै सुन्न मिल्छ, रेप केसको हेर्न मिल्छ र त्यसको मेरो भोइस र शब्द चाहिँ होइन, यो कलमा बोलेको चाहिँ गाना बनाएर अरूको नाम र फेसमा पनि दिने साइबर ब्युरो हो नि त होइन। म ब्रिजचन्द्र नरको भोइस र शब्द होइन, त्यही भएर मैले भनेको थिएँ नि, सब मैले पत्ता लगाइदिन्छु। किनकि तिमीहरूले गरेको गल्ती होइन भन्छु नि, गल्ती थियो र मलाई सजाय पनि दियो। मैले गरेको गल्तीको सजाय दियो तिमीहरूले, तर मैले लिएँ, मलाई मतलब भएन। तर म आफ्नो बनाउनु गलत भयो भने मारिदेऊ न अझै। हेलो इंडियन, इंडिया में आया था तो मैं फरीदाबाद में था, तो क्या गलती किया था मैंने? तुम लोग ने क्या कर रहा था, क्या बोल रहा था मेरे को हिंदी समझ नहीं। तुम लोग ऐसा निकम्मा हो ना, मेरे दोस्त बनने के लिए भी लायक नहीं है, कोई भी नहीं है। सच बताऊं तो तुम लोगों के लिए मैंने बताया नहीं था ना, इसलिए तुम लोग को झूठ लगता है सब कुछ। मैं जो कह रहा हूँ ना, तुम लोग को मेरा हालत से ये मैं ऐसे जीता हूँ तो तुम लोग को कमजोर देखता है ना, तुम लोग को नजर